ओम शान्ति नमस्कार। एकजना व्यक्तिलाई आफ्नो जीवनमा स्वर्ग जाने असाध्य इच्छा लाग्दछ र ती व्यक्ति खोज्दै खोज्दै स्वर्गको गेटसम्म पुग्दछन्। गेटमा पुगेर भित्रपट्टि यसो निहालेर हेर्दाखेरि तिनले खोजे जस्तै सोचे जस्तै सबै प्रकारको सुख सुविधा त्यहाँभित्र रहेको हुन्छ र त्यो देखिसकेपछि तिनी हतारिँदै भित्र जान लाग्दछन्। त्यही बेलामा एकजनाले हात समातेर बाहिर तान्छन्, तपाईँ स्वर्ग जानको लागि अझै योग्यता पुगेको छैन, के कमी छ त भनेर सोद्धाखेरि तपाईँले त आँखा निकाल्नुपर्छ भनेर बताउँदछन्। स्वर्ग जानको लागि तीव्र इच्छा भएको हुनाले उनले आँखा निकाल्न तयार हुन्छन् र फेरि जानको लागि भित्र छिर्नको लागि कोसिस गर्छन्। फेरि अर्को जनाले हात समात्दै तान्छ र भन्छन्, तपाईलाई स्वर्ग जाने अर्को मापदण्ड तपाईँले आफ्नो कानलाई काट्नु पर्दछ। त्यो सुनिसकेपछि तिनले कान पनि काट्छन् र फेरि त्यो गेटबाट भित्र जानको लागि कोसिस गर्छन्। त्यति बेला अर्को एकजनाले फेरि हात तान्दै उनलाई बाहिर ल्याउँछन् र भन्छन्, तपाईले यो पुरै तपाईको शिरलाई काट्नुपर्छ, छेदन गर्नुपर्छ, तब बल्ल जान सक्नुहुन्छ। ती सबै प्रक्रिया पूरा गरेपछि मात्र ती व्यक्ति त्यो सुखको शान्तिको जीवन रहेको दुनियाँमा पुग्न सक्दछन्। यसको भावार्थ के हो त भन्दाखेरि स्वर्ग भनेको वास्तवमा माथि छैन र नर्क भनेको यो पाताल मुनि छैन। स्वर्ग भनेको अत्यन्त सुखको जीवनको प्रतीक हो भने नर्क भनेको दुःख अशान्ति पीडाको प्रतीक हो। स्वर्गको जस्तो सुख आनन्द र खुसीको जीवन हामीले प्राप्त गर्नको लागि हामीले पनि नराम्रो कुरा हेर्न छोड्नु पर्दछ, अर्थात् आँखालाई हामीले पवित्र बनाउनु पर्दछ। कानले अनावश्यक कुरा व्यर्थ कुरा सुन्न छोड्नु पर्दछ र शिर छेदन गर्नुको अर्थ हामी भित्र रहेको अहंकार अभिमान महीपनलाई हामीले जति परास्त गर्न सक्छौं खत्म गर्न सक्छौं। यदि यी सबै कुराहरू हामीले यही रहँदै यही जीवन चलाउँदै बिताउँदै गर्दाखेरि पूरा गर्दछौं भने हामीलाई यही जीवनमा नै स्वर्गको जस्तो सुख आनन्द खुसी मिल्दछ। धन्यवाद। ओम शान्ति।